कसैले चाहिँ कतिचोटि खाना खानुहुन्छ अरे चार खेप बिहानै खायो त्यहाँदेखि फेरि भात पकाएर खायो। अब त मैले आराखा लागिसकेँ म त नहेर्ने है। आराखा लागिसक्यो यता हेर्नु मलाई म त कस्तो त मन्दिर नआइन्जेल त म विरक्तै भएको थिएँ। देमाले दिनु भएन दिएन दिन्छ त्यो नानालाई भन्नु पर्दैन खुसीको देऊ न यार भनेर बताउनु पर्दैन। साली भेना मिलेको मिलेर दाउरा झिकेको आफू चाहिँ भिडियो बनाएको। हेलो गाइस देख्न सक्नुहुन्छ मेरो मामा सुतेर यसरी भिडियो हेर्नुहुन्छ। मेरो मामालाई घाँटी दुखेको छ एकदम ज्वरो आउन लागिसकेको छ। मामा चाहिँ बाँदरको काण्ड मात्रै हेर्नुहुन्छ मतलब अब त्यस्तै खोइ विवाद आयो अरे अस्ति संसदतिर। बन्दुकले हानेर मारिदिन्छु म अब भर्वा बन्दुकले हानेर मारिदिन्छु म अब भर्वा बन्दुकले। ल कङ्ग्रेचुलेसन मामा। अनि हाम्रो मामा एकदम खतरा सुत्नुहुन्छ। मामाको भिडियो निकालेको के तपाईँको पनि निकालेको त्यो ढल्किनु कि बाजे त्यो खुट्टालाई रेस्ट दिनु घरिघरि सबै पिलिक्क भइरहेछ पाकेर खाजा खानुभयो ए यो सर्ट अस्ति सिलाएको हो ए उसले के को निक्ल्यो के छ भिडियो चाहिँ देखा तपाईँकै खिचेको अरू त छैन मेरोमा त छैन अरू भिडियो र म त मम्मीकोमा हेर्छु जहिले मम्मीले डाउनलोड गर्नुहुन्छ र गाइस हाम्रोमा चाहिँ दिक्कु पनि आउनु भएको रहेछ अनि देवालाई देखा आज हामी रोटी खानु लागेको छौँ। देवाले रोटी पार्नु हुने अरे यस्तो राम्रो छ। कसैले चाहिँ कतिचोटि खाना खानुहुन्छ अरे चार खेप बिहानै खायो त्यहाँदेखि फेरि भात पकाएर खायो फेरि स्कुल गयो स्कुलमा फेरि खायो फेरि पाँच खेप दिनको 5 हुन्छ। खाए जस्तो छैन अनि फेरि यहाँनिर हेर्ने कुखुराको आन्द्रासँग ला कुखुराको आन्द्रा लगाइदिएको आन्द्रा मान्छेले रक्सीले आज त खानुपर्छ। म त रक्सी चाहिँ थाहा छैन दिक्कु हजुर ए दिक्कुलाई थाहा छ मलाई थाहा छैन। यस्तो भयो भने त मलाई कसले काम गरिदिन्छ म त नाइ बरु बल्छे होस् यस्तो खाने बल्छे होस् फेरि त मासु नै मासुले ठ्यास 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 हुँदैन मासुले ठ्यास 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 हुँदैन बस्छ साझै नमाज हुन्छ के यो बस्नु पनि सक्दैन दाजु त्यो के अरे बस्नु खानु साह्रो गाह्रो हुन्छ नि। अब तपाईँलाई मेरो भान्जीले यसरी यो हात टेकेर मात्रै उठ्नुपर्छ बस त बसेर फेरि उठ त यसरी हल्लिँदै हिँड्छ अनि त्यो यहाँनिर गाग्री चेपेको छ कहाँ त धारा हेर्नुपर्छ कि यसरी यस्तो गरेर यस्तो साँच्चै गएको है। उठ्दाखेरि दुईटा हात टेकेर त्यो टिभी हेर्नु बसेको हुन्थ्यो पोरपोराएर हामी अनि दुईटा हात टेकेर मरि उठ्थ्यो यत्रो के कति छ भन्छ तिम्रो वेट मेरो 200 होइन होला हौ 75-80 चाहिँ होला होइन ओभर छ 80 त पुग्यो होला कि 72 सम्म थियो अस्ति नै अनि 80 त पुगिसक्यो। फोक्से मासु हो कि थाइराइड होइन यस्तोतिर खै सुनिरहेछ है यसो गरेर त अलिक निचोर त्यसरी त्यो त गाडीमा हिँडेर मेरो पनि सुने होइन यो त यतातिर सुनिएको छ अलिअलि त ए त्यो त गाडीले गर्दा हो गाडीले त मेरो पनि सुनिन्छ म त गाडीमा पनि सुनिनँ त्यही दाँत दुख्दा सुनिन्छु त्यति नै हो कस्तो अरे देवा अनि के आमा आएर गर्दै थियो अनि
सानो आमाहरू त पुग्छ नि आमाहरू सबै त दाँत छैन अब त बहुत अनि सानोमा के गर्थ्यो गोठाला त्यहाँ वस्तु फुकाएर अनि ढाँड थर्काउँथ्यो अनि देमाले होइन गोठाला ए देमाले रे आमाले मन्दिर हो अनि कोही मान्छे आउनु हुँदैन थियो रुक्दा माथि पनि अँ। मारेर हल्लाएर नुहाइदिन्थ्यो अनि फेरि मान्छे आउनु हुँदैन थियो मान्छे आयो भने यत्रो यत्रो खटिया थियो हाम्रो त्यहाँ पसेर किताब पढ्नु थालिहाल्थ्यो सानोमा किताब पढ्नु थालिहाल्ने के पो भन्छ जय गणेश ऊ डम्म परेको ठुलो बुढी लामो सुट छ तिम्रो भन्ने एउटा कविता थियो एक क्लासमा गणेशजीको त्यही मान्छेलाई सुनाएको के अनि पढेकै गर्थ्यो सानोमा यो अनि कुरा तपाईँले कहिले थाहा भएको थिएन त मैले कतिखेप त कुरा गर्छु यसको बानी त्यो होइन यो पढ्नेवाला चाहिँ सुनाउनु भएको थिएन क्या पढ्नेवाला त आमा मान्छे आएको एउटा मान्छे घरमा आउने नहुने राम्रै उजेली के यो सानैदेखि नि मन्दिर त्यही त मन्दिरै नामै राखेको मन्दिरै भन्छ अनि यसले त सानैदेखि त्यही भएर नाम मन्दिर राखेको अरे दिको मन्दिर त बाजेले बाजेले राखेको तर मन्दिर भन्नुहुन्थ्यो मायाले प्यारले मन्दिर प्यारले तिम्रो मम्मीको नाम मन्दिर हो मैले चाहिँ भन्छु मन्दिर नै भन्छु हाम्रो घरको ज्वाइँ पो त फेरि देवा त ज्वाइँ ज्वाइँ हो चुलातिर हेर्नु हुँदैन देवा यो चोटि त छोएन हौ यहाँ पनि दसैँ ज्वाइँ हो कि छैन पुरानो ज्वाइँ अब नयाँ ज्वाइँ हराउनुपर्छ अझै आउने नयाँ ज्वाइँ अहिलेसम्म आएको छैन बेलै भएको छैन पुरानैले कब्जा गरिरहेको छ नयाँ ज्वाइँ हराएपछि हामी साइड होइन यस्तो हो त यो के अरे यहाँ छ तिम्रो बिहा हुने टाइममा हाम्रो बोबुङले भेनाले नै गराइदिनु भएको रहेछ नि त होइन हो दाजु हो कि होइन हो रहेछ अनि मैले त्यो थाहा भयो अब तपाईँको खतरा स्टुडेन्ट निक्ल्यो त आज त नि मैले त नहेर ल लाज हुन्छ हौ आमा हुँदैन के त्यही त खोज्छु भने चाउ मैले बिहान कमाइ नि भनेको थिएँ अनि कमाइने चाहिँ नभनिहालौँ न मलाई भन्दै थियो आमाले खचम भन्नु नि जाऊ अब उठ्दै उठ्दैन लु खोइ खोइ जो जाने उसैले गर्ने पुइ जो जाने उसैले गर्ने कसरी बोक्नु होइन बस्नु कसरी बोक्नु काम त गर्नु पर्यो नि जसै गाइस हैन मेरो चाहिँ जिब्रो काटिदिसक्यो देख्न सक्नुहुन्छ ध्यान न दुई ठाउँ काटिदिरहेछ हो म चाहिँ लिपस्टिक लगाएको क्या फुल्ला हो कि के हो खै बास्न छड्यो चारैतिर आइयो कति म त गोरो न गोरो निकालेको हाम्रो फ्लावर मेरा गयो चुप खोइ त्यो जाउँ न हाम्रो फ्लावर त्यस्तो छ म भिडियो दिन्न मलाई पनि अलिकति ल अनि तपाईँ सुन्नु न यो हामी बनाइन्छ नि होइन तपाईँ त्यसको आधी काटेर लगाउनु म आधी काटेर लगाउँछु मिलाउनुहोस् ल ल यो मौसम हेर्नु नि मलाई दिनु नि त्यो छ आमा त सालाको त मन आउँछ यहाँ बोक्नु यहाँ आउनु जहाँ त जसले खाने उसैले बोक्ने न हेर्नु न कस्तो राम्रो फ्लावर तर यो सबै खतम भइसक्यो अनि यो पनि भाँचिदिन्छु अनि म सबै तपाईँहरूलाई देखाउँछु ल यहाँ माथिको जति जम्मै उयो के अरे सबै सुकिसकेको छ यस्तो खालको भएको छ होइन सो गाइजहरू अहिले ऊ अनि कपडाहरू पनि अलिअलि झुन्डाएको छ अनि मौसम चाहिँ आज राम्रो भइरहेको थियो यस्तो खतरा अनि प्लान्टहरू पनि अलिअलि छ यस्तो यहाँ यस्तो छ अनि यहाँ पनि यस्तो भइरहेको छ यहाँनिर पुरा लाली के अरे रोज फुल्न लागेको रहेछ राम्रो खालको रोज यो चाहिँ फुलिसकेछ यो खालको हो क्या रोज आइया हो अरे यस्तो भइछ भयो यो के अरे निलगाडा काट्ने बेला भइछ यत्रो भइसकेछ
यसलाई काट्नुपर्छ बिचहरू बुकी फुल यहाँ पनि यत्रो भएछ यहाँ एउटा छ रोज यहाँ कपिला मकैहरू चाहिँ यत्रो ठुलो भइसकेको छ धान चामल लाउँदै रहेछ यो पनि राम्रो खालको फुल्ने हो फुल हो खै खै लु अब दाजु मेरो त हात खाली छैन हात छैन त जाऊ त्यसो भने आमा बाँच्नु भएको छ आमा त छैन तपाईँ नै त हो नि कहिले काहीँ त आउँछु नि त नि यो हो सिर्केले काट्दैन जाँड बोक्नु पर्ने अरे यहाँ आमा देवाला दाउरा लिनु पठाएको अरे बिचारा काँचो दाउरामा उभिरहन्छ जाँड चाहिँ यो अनि फेरि चिलाउला होला यो चाहिँ उगाएर पर लानुपर्ने छ यहाँ जाँड बोक्नु छ भने भन्नु यहाँदेखि अब जाँड चाहिँ अलिअलि बोकेर लाने अनि यहाँ चाहिँ जम्मै सागबारी थियो अस्ति साग आमा तपाईँले सबै साग खानुभयो कि के गर्नुभयो प्याज भएन एउटै अलिअलि भयो मसिनो मसिनो साली भेना मिलेको मिलेर दाउरा झिकेको आफू चाहिँ भिडियो बनाएको देवा त हेर्नुहोस् त अब त म नहेर्ने हो हेर्नुहोस् न अब त मैले आराखा लागिसकेँ म त नहेर्ने है आराको लागिसक्यो यता यता हेर्नु मलाई हेर्नु त कस्तो त मन्दिर नआइन्जेल त म विरक्तै भएको थिएँ देमाले दिनु भएन दिएन दिन्छ त्यो नानालाई भन्नु पर्दैन खुसीको देऊ न यार भनेर फकाउनु पर्दैन भेटाए त हो नि त्यो कहाँ छ त अब यसो खोज्नु जाउँ भने पनि कता जानु जानु नि आफ्नो घरमा अनि मलाई त माग्नु न त त ठुलाले त म त जान्दिनँ भनिहाल्छ भनेर थाहै छ हुँदैन त होला सकभर भन्नु भएन होइन ओके गाइसहरू अब हामी यता काम गर्नुपर्ने हुन्छ थाला होला गोठाला त गएको कति बर्ड्याङ लडे कसलाई थाहा छ र त्यो त मलाई पनि थाहा छ यहाँ लड्नेलाई थाहा छ हिँड्नु नजानेको त त्यो मासुले बोक्नु नजानेको त्यो मासुले हो के हो हजुर ए ल दाजु बस्दै यो दाउरा नि काट्नु पाएन अस्ति देवा दाउरा लानु म जान लान्छु के गर्नु राईको घरमा जान चाहिन्छ सेलरोटी बनाएर खुवाउनु पर्ने अरे भनेको छ त्यो दाउरा अनि लाँदैछु है म ओके देवाले गर्नुपर्ने होइन ल ल कस देवा राईको घरमा जाँड नभए नहुने पकाउनै पर्यो पकाएपछि बोक्नु सक्छ कि सक्दैन दुईजनाले सकिन्छ एकजनाले त कहाँ यत्रो चिप्लिन्छ के उता उठा न देख्न सक्नुहुन्छ गाइजहरू मेरो आमाले चाहिँ यसरी जाँड पारेर रक्सी पारेर हामीलाई पाल्नुहुन्छ त्यो चाहिँ गफै हो सम्झिने रक्सी पारेर चाहिँ के गर्छु हौ म त बेच्दिनँ त हेर्न सक्नुहुन्छ हजुरको सम्झिनेले यसरी रक्सी पारेर जाँड पारेर पकाएर रक्सी पारेर के गर्नुहुन्छ रक्सी पारेर खाने दिने चाहिँ हो म बेच्ने होइन नि त के साह्रो मलाई डाइलग आएको म भत्ती बाल्ने त होइन नि हौ जातले पाएको र पो यसो आफन्तजन इष्टमित्र आउँछ र यसो छानेर दिनु एक गिलास दिनुको लागि पार्छु त के हो मेरो त इज्जतै थाक्छ त इज्जत फ्याँकेको छैन है
एउटा भिडियो हेर्नु भने सासु आमाहरूलाई छोरा दिन मन छ भने मेरै भिडियो हेरेर दिनु होला, किनकि म कति काम गर्छु भन्ने कुरा कसलाई थाहा छ। मलाई जाँड पनि पकाउनु आउँछ, रक्सी पनि पार्नु आउँछ, तोङ्बा पनि बनाइदिनु आउँछ, सुँगुर पनि पाल्नु आउँछ, सुँगुरको मासु पनि पकाइदिनु आउँछ। के ज्वाइँ चाहिँ आउनु पर्यो है, खतरा ज्वाइँ चाहिँ। तर जाँड रक्सी चाहिँ छुँदै नछुने हुनु पर्यो है मेरो लागि चाहिँ। हुनुवाला ज्वाइँ चाहिँ नि जाँड रक्सी चाहिँ छुँदै नछुने हुनु पर्यो। लु जाऊ। ल यसो के अरे मुद्दुम गर्दा यसो छुने हो, त्यति नै हो। मुखमा चाहिँ नलाउने, मलाई छुने हो, मुखमा चाहिँ नलाउने हुनु पर्यो। ल यति नै। मुखमा किन राखिराख्नु पर्यो? एकैचोटि गयो भने छुट न हौ, कुन बोक्ने म त सक्दिनँ है। लु चिप्लिन्छ नि बाबु, पर्ने हुन्छ चिप्लिन्छ नि। लु बाबु होइन नानी हो म। आमा डेन्जर हुनुहुन्छ क्या, यस्तो बोकेर हिँड्नु परिरहेछ। हिँड्नु चिप्ल्यो, हिँड्नु फेरि पानी मजाले गाछ हिँड्नु न अलि छिटो। सक्नु पर्यो। छ्या यति साह्रो लुते खै त नि त के सर चौरी परेको? कतिमा बेच्नु नि मलाई? तेरो जिउ ज्यान राखेर दिने हो। लु, छोरीको ज्यान दिने हो अनि लिने हो अनि दिने हो। ल ल ल गरेको चाहिँ जिप पनि सखाउने, अर्काले गरेको चाहिँ खोर्ने। यो भाँडा आमाले बोके जस्तो गरेर सब मलाई बोकाउनु भएको। हेर्नु नि यत्रो कालो लाग्यो। यो पनि मैले ल्याइदिएँ। अब यसलाई सेलाएर यसलाई मोर्चा लाएर यसलाई टक्कसँगले गुम्साउनुपर्छ। म चाहिँ गएँ ल। भनौँ न यहाँ कस्तो अरे यस्तै बोल्छ त, खानु बित्तिकै पेट दुख्छ त। मम्मीले नल्याइदिएको अरे, ख्याल नचाहिँदो बोल्छ। देख्न सक्नुहुन्छ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा ड्रम रहेछ। एउटा खाली भएको नपकाइ नहुने। यता पनि रहेछ सातवटामा एउटा खाली भएको नपकाइ नहुने। लु भद्रको यो देख्न सक्नुहुन्छ नि भुसहरू हो, सुँगुरलाई दिने चारो मसला अचार। जहाँ चाहिँ यति धेरै हुन्छ होइन भने एक हुँदैन। छोड्नु त्यहाँ बजाइ मलाई कत्रो काम अराउनुहुन्छ नि आमाले। नातिनी पुगिदिन्छ अनि छोरी पुग्दैन, त्यसरी मुनको छेउमा रुँदै बस्दैन, बिमारी हो त। यता पनि लाग्यो, यहाँ पनि लागेछ, मेरो नातिनीहरूले छोरी आयो भने यहाँ पनि लागेछ है। चारो रेशमितालाई बसाउनु लाएको के गर्दैछ नि? अनि तपाईँले मेरो यहाँ लुगा झुन्डाइदे भन्नुभयो। अनि यहाँको झुन्डाइदिएको लुगा लुकाइदिँदाखेरि झुन्डाइदे भन्नुभयो अरे त नि। बोजूले मेरो लुगा हेर्दै बसेको होइन? अन्त नि यहाँ भएको लुगा म आमाले भित्र राखिदिएको, अनि लुगा ले भन्नुभएको अरे होइन? बिर्सी बोजू चाहिँ त्यस्तो अरे हाम्रो बोजू चाहिँ। नाति नातिनाको लुगा हेर्दै बस्ने अरे। किन सेतै राम्रो हुन्छ नि त नि, उज्जवल राम्रो देखिन्छ। घरमा भएर यो मैले लाली लगाएको छु मात्र। मेरो मैले हिजो लाएर आएको थिएँ। मनको मार विदेश जाँदा त्यो कालीको त्यो लुङको लुगा लाग्छ। सक्दिनँ हौ, यसलाई चाहिँ बोक्नु अरे हेर्नु नि।
फेरि हिँडाउनु न हिँडाउनु ल ब्लग ब्लग गर के हो यस्तो यतापट्टि हुनुहुन्छ अग्लो भएको फिल भयो होला होइन अग्लो भएको फिल भयो के गर्नु र जनमाथि त्यो ब्याक साइडको कपडा चाहिँ इग्नोर गर्नु होला यसरी बोक्ने होइन नि त मजाले यहाँ माथि काँधमा छोरी जस्तो हुने रहेछ तिमी त माथि पुगेको के त्यो माथि हाल्नु म यो त कहाँ छ हत्तु बनायो दिक्कु आएको छ फेरि बिहानमा हुँदा हुँदा मलाई माइली नातिले पनि हेर्छ खै 1000 पैसा देउँदैन यो मासु खानेको पैसा दिनु 1000 पैसा Awalnya talent. तपाईँ होइन त्यही त को हो Ma, होइन होला दिदीसँग मागेर त यो हो नि त दिदी को हो susmita. म एकदम परे के होइन होला पैसा छ छनुको लागि है पिम्पल आयो क्या अनि फर्केर ल्याउँदाखेरि म दिएको चारो सार्ने नै छैन त किन सार्नु गाइस हामी चाहिँ रेडी पार्न लागेको छौँ होइन अहिले चाहिँ यस्तो भइरहेछ पिठो यहाँ छ
कस्तो छ भइसक्यो डेमा उहाँ हजुर पनि आउनुभयो घाँस काटेर चारो पनि लगाइस् चारो पनि पकाइस् हजुर भगवानको मेमोरीहरू के केहरू बनाएको ल्याइदेऊ न रामायणहरूको कृष्णहरूको ल्याइदिँदैौ न